हाई एभ्रिवान, नमस्कार सबैजनालाई। म चाहिँ सुजाता बरदेवा अनि हजुरहरूको के छ खबर? मेरो त एकदम ठिकै छ अनि हजुरहरूलाई मेरो ब्लगमा वेलकम छ सबैजनालाई। अनि म आशा गर्छु हजुर पनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने। अनि आज चाहिँ मेरो नाइट ड्युटी छ अनि हिजो त छुट्टी थियो, हजुरहरूलाई सबैलाई थाहा छँदैछ। अनि म चाहिँ ड्युटी जानलाई रेडी हुनु लाग्यो। ल साथीहरू, म नि अब ड्युटी जानु लाग्छु। के गर्ने गाह्रो छ साथीहरू। म चाहिँ लिफ्टमा छु अहिले। र साथीहरू म पनि अब आइसकेँ मेरो पुरानो दिदीलाई। हेलो साथीहरू, म ड्युटी जाँदैछु भन्नु। तपाईँहरूको नाइट ड्युटी हो? नाइट होइन, बोलो दिएको राखेँ। ए यहाँ मेरो बहिनी छ, मेरो बहिनीलाई मेरो भ्लगमा वेलकम छ। कति साह्रो लाग्यो। यहाँ एकजना चाहिँ दिदी चाहिँ यहाँ पानी भर्दै हुनुहुन्छ। उहाँहरूको चाहिँ छुट्टी भइसक्यो अनि म चाहिँ ड्युटी जाँदैछु। मौसम पनि आज पनि राम्रै छ। अनि हामी चाहिँ तल यहाँ बस आएको छैन, बस कुरेर बसिरहेको अहिले चाहिँ। अनि यहाँ भाइ छ, मेरो भाइलाई वेलकम छ मेरो भ्लगमा। मेरो भाइ पनि झापाको हो। झापा कुन ठाउँ हो भाइ? बिरतामोडको है। अनि कस्तो छ त, के छ, सबै ठिकै छ होला नि? ल ल ल, ठिक हुनुपर्छ है त। अनि म चाहिँ अब यहाँ बस कुरेर बसिरहेको। हाम्रो बस चाहिँ ठ्याक्कै 4 बजी आउँछ, त्यही हो। अनि मेरो लोकेसनको चाहिँ मेरो स्टोरमा काम गर्ने हो, ऊ चाहिँ हामीसँगै काम गर्ने हो। ल साथीहरू, मेरो पनि बस आयो, म नि जानु लाग्यो। यो चाहिँ मेरो बस हो। हामी चाहिँ ल अब बस नि बसेको, अब जानु लाग्यो साथीहरू। हामी पनि जाँदैछौँ साथीहरू। अनि विदेशमा चाहिँ यति धेरै ट्राफिक हुन्छ नि, यति धेरै ट्राफिक हुन्छ, कुरै छोडिदिनु न। आधी घन्टा पुग्ने ठाउँमा 1 घन्टा लाग्छ। गाह्रो छ कि। अब सुत्ने टाइममा अब ड्युटी जानु परिरहेको छ साथीहरू, यस्तै छ। यही हो साथीहरू, कुवेत चाहिँ यस्तो छ है। कुवेतको साथीहरू हिजो अस्ति जस्तो लाग्छ, कति छिटो 5 वर्ष भइसकेछ कि म पनि यहाँको। टाइम गएको त पत्तै नलाग्ने है साथीहरू। के गर्ने, कति छिटो दिन गएको कि टाइम गएको पत्तै नहुने। ल साथीहरू, म पनि आइपुगेँ। अनि यो मलभित्र चाहिँ हाम्रो रेस्टुरेन्ट छ। यो मलको नाम चाहिँ गेट मल हो। त्यही हो, अब ड्युटी सुरु गर्नुपर्छ साथीहरू, यस्तै छ। अनि यहाँ चाहिँ धेरै रेस्टुरेन्टहरू छ, पिज्जा हट भयो, बर्गर किङ धेरै नै छ। अनि उता चाहिँ अनि बच्चाहरूले खेल्ने ठाउँ छ। म पनि रेडी भएर अब ड्युटी सुरु गर्न लाग्यो साथीहरू। ल साथीहरू, मेरो पनि अब छुट्टी हुने बेला भयो। मेरो 1:30 बजी छुट्टी हुन्छ नि त, यहाँको 1 बजी। अनि हेर्नुहोस् अहिले कोही पनि छैन रेस्टुरेन्टमा, एकदम सुनसान छ, सबैजना घर गइसक्यो। अब हाम्रो पनि छुट्टी हुने बेला भयो साथीहरू। अब म एकछिनमा जान्छु। ल साथीहरू, हाम्रो पनि छुट्टी भयो। ल मेरो भाइलाई वेलकम छ, गुड मर्निङ। हाम्रो पनि छुट्टी भयो साथीहरू। नि हामी चाहिँ जाँदैछौँ छुट्टी भएर। हिजो आउँदा दिउँसो थियो, आज अब जाँदाखेरि राति हुन्छ साथीहरू। सी इज माई म्याडम, से हाई म्याम। ल साथीहरू हेर्नुहोस् है त, म आउँदाखेरि दिउँसो थियो, ड्युटी आउँदाखेरि अहिले राति भइसक्यो। के गर्ने, यस्तै छ साथीहरू। साथीहरू, म नि अब घर जान आँटेको। यस म्याम। अनि हाम्रो चाहिँ बस आइसकेको छ। ल सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धेरै 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 धन्यवाद छ। अनि राम्रो भयो नि नराम्रो भयो नि हेरिदिनु होला सबैलाई, थ्याङ्क यू सो मच। अनि सबैलाई टेक केयर। ल साथीहरू, म पनि फाइनली रुम आइसकेँ। अब म नि फ्रेस भएर सुत्नुपर्छ, भोलि फेरि ड्युटी जानुपर्छ साथीहरू। के गर्ने, यस्तै छ, यसरी नै चलिरहेछ विदेशी जिन्दगी। अनि त्यही हो साथीहरू, सबैजनाले मलाई माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। राम्रो भयो नि नराम्रो नि मेरो भिडियो हेरिदिनु होला। अनि त्यही हो साथीहरू। ल सबैजनालाई म चाहिँ गुड नाइट भन्छु। सबैजनालाई धेरै धेरै माया छ है साथीहरू। म नि अब यति भन्दै बिदा हुन चाहन्छु साथीहरू। ल सबैलाई बाई बाई है त।